धान पाकेर यस्तो पहेँलपुर भयो, जन पाइँदैन। कहिले काटेर सक्नु। तल अलिकति यसो काट्न थाल्यो। यो 29 घारी मुनि तलसम्म, यो 29 घारी भित्र परपर सबै छ। यता उँभो पनि छ। काट्ने जन पाइँदैन। एकजनाले कसरी काटेर सक्नु। समस्या भए साथीहरू, समस्या भयो। सबैले भन्छन् नेपालमा रोजगार छैन, रोजगार नभएर गाह्रो भयो भन्छन्। यहाँ आफूलाई जन नपाएर यस्तो बिजोग छ धान उठाउनलाई। योभन्दा समस्या आउने ठाउँै छैन हजुर। के गर्नु, किसानको जिन्दगी गाह्रो छ।